तपाईहरु अर्को मञ्च लगाउनुहोस्, यो हलमा होइन, म चौराहामा तपाईको लागि लड्छु, तपाईहरुको लागि बोल्छु र तपाईहरुको पक्षमा म उभिन्छु। र आज 4-5 दिन भित्र यहाँहरूले संयुक्त थरुवाट संघर्ष समितिको साथीहरूले मलाई त धेरै दिन लाग्ला भन्ने लागेको थियो तपाईहरुको आवाजमा आवाज मिलाउनका लागि, तर 4 दिन भित्र यो मौका पाइयो। त्यसकारणले यहाँ थरुवाटको साथीहरूलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु। र म आज भन्न पनि चाहन्छु, अखण्डका प्रणेताहरूलाई के लड्ने हिम्मत छ भने पुलिस सेनालाई छोड्देऊ, आओ मैदानमा भिड्न हामी तयार छौं। लडौं, लड्छ भने लडाओ, फैसला हो जाएगा, अब अंतिम लड़ाई लड़ेंगे और ये महाभारत होगा। मैले उनीहरूलाई भनेको छु, जसले दिल्लीमा बाबुआमा खोज्न गएका छन् तिनलाई पनि भन्छु कि महाभारत के लागि भएको थियो। 5वटा गाउँ मागेका थियो पाण्डवहरूले, त्यत्रो के अरे हस्तिनापुरको साम्राज्यमा 5वटा गाउँ भनेको त यहाँको एउटा वार्ड बराबर पनि होइन, तर त्यो पनि दिन नभन्यो अनि महाभारत युद्ध भयो। हामी तराई मधेसका थरुवाट या थारू मधेसीहरू आफ्नो प्रान्त मान्छौं, आफ्नो प्रदेश मान्छौं, आफ्नो भूमिमा आफ्नो सुशासन चाहन्छौं, आफ्नो भूमिमा हामी आफ्ना पहिचानका साथ यो भूमिमा हामी बाँच्न चाहन्छौं। या त यो भूभाग, यहाँको प्रदेश, यहाँको जनतालाई त्यो यदि दिँदैन भने अब फेरि महाभारत हुन्छ र त्यो महाभारत अब अन्तिम लडाई हुन्छ र त्यो महाभारतमा यो सत्ताका लागि अन्धा थिए, छोराका लागि अन्धा थिए धृतराष्ट्र। यी अन्धा त सत्ताका लागि, यहाँका स्रोतका लागि अन्धा भएका छन्। ती